Hello everyone, on 27 April, me and my friends' family went to Kukunov. एक बोतल हैन दुई बोतल खोइ दुईजनाले त छोरी चुट्न पाइन्न है वास्तवमा भन्नु पर्दाखेरि ल ओहो नि कति ब्युटिफुल गार्डन हाम्रो आफ्नो मान्छे छुट्टिनु भयो तर आएछ 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 हो नि एकदमै रमाइलो मेरो मुना के छ हालखबर है कतिको रमाइलो युरोपको यस्तो राम्रो वेदर त्यही त यति रमाइलो गलैँचा बिछ्याएको जस्तो यस्तो राम्रो छ ओ ल हाम्रो दिदीहरू भेट हुनुभयो बल्ल दुईजनालाई भेट भयो कहिले आउनुभएको थियो कहाँबाट हाम्रो ग्रुपको दिदीहरू भेट हुनुभयो नमस्ते नमस्ते रमाइलो भयो एकदम भयो खाजा भुजा खानुभयो ठाउँ पाउनुभयो त्यहाँ बसेर खायौँ अरूसँग भेट भयो कि भएन बल्ल हुँदैछ हुँदैछ है ल त नि ल जाम जाम कति रमाइलो होइन छुट्टिनु भयो हामीले चखाउँथ्यौँ मैले सबै यो भिडियोहरू कलेक्सन गरिरहेको छु हल्यान्डको फुलबारीको म यो पटक 5 पटक घुम्न आइरहेको छु यति रमाइलो जहिले आए पनि रमाइलो जहिले आए पनि रमाइलो मेहनत कति होला तर पहिला पहिला चाहिँ भित्रै बगैँचै भित्रै यहीँ भित्रै दुबोभित्रै गएर खिच्न पाइन्थ्यो अहिले चाहिँ मेरो भिडियोमा तपाईँहरू नि आउनुभयो राम्रैसँग आउनुभयो कति रमाइलो है हाम्रो दाई हाम्रो डेभिड दाई उता अवलोकन गर्दै हुनुहुन्छ फुलको उहाँ कृषि विकास कार्यालय अन्तर्गत हुनुहुन्छ नेपालको हाम्रो प्रकाश भाउजू हाम्रो तेन्जिङ दाई ल ल ग्रुपमा बस्नु त कोही यता फोटो खिच्दै हुनुहुन्छ ल हाम्रो ग्रुप अहिले हामी बचे कुचेका ग्रुपहरू यति छौँ दाईहरू झोला बोक्नु हाम्रो दाई आउनु न हाम्रो रणबहादुर दाई पुनम दिदी मुना हाम्रै भाउजूलाई नदेखाइ भएन उहाँ नि पहिलोचोटि आउनुभएको होइन हो सबैजना फर्स्ट टाइम हो सबै फर्स्ट म मात्रै र म र मुना मात्रै रहेछ है ए हामी 3 जना ए दाई पनि ल म दुईचोटि कति धेरै ठाउँको टुरिस्टहरू फुलको संसारकै मान्छे आउने ठाउँ होइन दिदी कति राम्रो देखिनु भएको थ्याङ्क यू बहिनी है ल फुलै फुलमा हामी कति देखाउनु टिकटक बनाउँछ खै त टिप्दै भिडियो बनाइरहेपछि गरे हुन्छ आज त पुरा हाम्रै दिन त खरे क्या हाम्रै दिन त खने पुरा जति गराउ दाईहरू अनि एउटा ट्युटप ल छिटो छिटो आउँदै गर्नु अगाडि जानु अब ल हाम्रो भाउजू
पुरा फुल देखेर रमाएर फुरुरुर पर्नु भयो आज पहिलोपल्ट यति धेरै खुसी छु अरे फुल देखेर आत्तिएर म पछि हिँड्दैछु खिच्दैछु अझ कति धेरै फुल त मरिसकेछ ल हेर्नु सब फुल ठ्याक्कै प्लास्टिकको जस्तो छ ठ्याक्कै प्लास्टिककै जस्तो छ तर यो एकदम रियल फुल ल ल ल हिँड्नु हाम्रो श्रेयाहरू कता होलान् कसै छोरीहरूसँग यो छोराहरूले गर्दा ऊ गरिदिए के बिछोड गराइदिए गाँठे कस्तो झ्याउनु यो फुल चाहिँ तल झरेको छ पात चाहिँ माथि यो चाहिँ यो स्पेसल फुल हो यो तर यो डाँठ पनि कस्तो अचम्मैको है अनि यो चाहिँ यो फुल चाहिँ पात माथि छ तल फुल्छ के है होइन पात माथि छ तर तल फुल छ अचम्मैको के तर झट्ट हेर्दा यो अलि लाली गुराँसको जस्तो पनि देख्छ फेरि होइन तर यो चाहिँ एकदम नौलो फुल हो यो चाहिँ नौलो फुल हो कस्तो कलर हेर्नु न कलर है मैले भन्थेँ नि त भित्र गएर फुल देखेर सबै फुल देखेर दाउन परिन्छ हो त सबै टिपेर लगाएर पनि मरिहाल्छ नि कस्तो राम्रो छ हेर्दै 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 कहाँ अर्को गेटमा आइएछ हामी त छ्या भाइ बच्चीहरू कता कता हो धेरै थरीको दाइ हाम्रो बुढाबुढीको त्यो जान्छ मेरो भिडियोमा हाफ खिच्छु हाफ ल हाफ भाउजू आहा ल त पछाडि फुल है कस्तो राम्रो देखियो हाम्रो दाई भाउजूको जोडी नम्बर 1 छ सबै यता फर्किनु मतिर फर्किनु ल मोलनको मैले ल्याएँ है कस्तो राम्रो आयो ल भिडियोमा पनि ल यता पछाडि यता घुम्नु त कस्तो राम्रो फुल ल आहा मोलन छ त्यहाँ श्रेयालाई फोनै लाग्दैन कि के गर्ने ल उसले गर्छ अनि ऊ हाम्रो फोन उसलाई लाग्दैन के कता होला यतै छ अरे क्या आइसक्रिमतिर कता होला यता पर्यो अब त्यो हजुर भिड है नछोड्नु फेरि त्यो झोला नानी ब्याग भिड्छौ पुनमजीलाई गाह्रो ल्याउनु त दिदी ल जाऊँ अब जाने सिधै निस्किने अब हाम्रो टोली फिर्ता जाँदैछ है त भिजिट नेपाल 2025 भिजिट हल्यान्ड 2025 हाम्रो ग्रुपहरु त खासै भेटिएनन् है ल हिँड यता हिँड श्रेया यतातिर यसो यता गएर आउँ जाउँ ऊ त्यहाँ गएर होइन ब्याक आउने के ल हिँड अगाडि कता
हाम्रो दाई थाक्नु भयो क्या है? ए भाउजूले त्यो भिडियो बनाउनु लाग्यो? हो त्यो बच्चा र त्यो फुलको कलर मिलेको कस्तो र उसको बच्चा हो, खिच्न नि भएन कि क्या हो? यो वर्षको किकुन होपको हाम्रो टुर अब गेटमा आइपुग्यो। मान्छेहरूको भिड छ, सबै ग्रुपहरू। खै छोरी कता गई? कस्तो कालो फुल रहेछ हो यो त, कस्तो कालो है। मान्छेसँग ठोकेला जस्तो छ नि, के गर्नु? बाई बाई कुन्हो, बाई बाई। मेन गेटबाट एक्जिट छ। ऊ त्यो पुलतिर पनि राम्रो छ उहाँनिर। हाम्रो दाइ चितवनतिर बसेर सानोमै क्याम्पस पढ्न आएको भन्नुभयो। भाउजू कस्तो मान्नु भयो? कस्तो नआएको मान्छे त यो ठाउँमा त आउनै पर्छ है। भगवानले फुलै फुलको संसार छ त्यस्तै आज यो स्वर्गमा आए जस्तो भयो। एकदम स्वर्ग यो ठाउँ त हेर्नु, यो ठाउँमा त अब एकचोटि टेक्नै पर्छ, यस्तो राम्रो छ होइन। हाम्रो ग्रुप खै फुलहरू पनि यति राम्रो 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 छ कि यो कागजकै जस्तो छ फुलहरू। मान्छेको भिड छ, फुलै फुलको संसार। यो पनि फुल प्रकृतिले नि कति फुलाउन सकेको हो, कति फुलाउन सकेको, कति गराउन सकेको। मान्छे नि भगवान पनि हो न त है। कति फुलाउन सकेको, फोटो खिचेर नसकेर भिडियो बनाउनु पर्ने भएको छ यहाँ। यस्तो राम्रो, यति राम्रो राम्रो राम्रोको त कुरा नगरौँ, राम्रोको कुरा नगरौँ। मान्छे भिडभाड छ। अब यो अब म्याक्सिमम अब यहाँको फुलबारी हेर्नलाई अझै 10-12 दिन चाहिँ छ होला, फुल्छ रहन्छ होला। त्यसपछि चाहिँ मेको दोस्रो हप्तातिर त सकिन्छ फुलबारी, फुलहरू सकिन्छ। कति फुलहरू चाहिँ सकिएर
यस्तो छ निकालिरहेछन् ठ्याक्कै कमलको फुल जस्तो है। दायाँ बायाँ आँखाले नि भ्याउँदैन, हेर्न सकिँदैन। फुलहरू नि कति हो डिजाइन पनि थरी पनि। यो युट्युबमा जान्छ हो, यो मेरो युट्युब ब्लगमा जान्छ। हामी सबैको मेमोरी हुन्छ, केही छ भने भनिदिनु होला। यो युट्युबमा राख्नको लागि मैले यो बनाइराखेको छु। हाम्रो जम्बो 72 जनाको टोली त छैन, तर बचेकुचेको टोलीलाई चाहिँ मैले मेरो क्यामेरामा कैद गर्न सफल भइरहेको छु। हाम्रो अध्यक्षज्यू पनि यहीँ हुनुहुन्छ। माननीय मेरो दाई, आदरणीय दाई घनश्याम शर्माज्यू नेपाली परिवार गेनको अध्यक्ष हुनुहुन्छ हामीसँगै। हाम्रो धेरै साथीहरू टाढा टाढा हुनुहुन्छ। हामी यसरी घुमिरहेका छौँ हलामीको फुलबारी। मेरो छोरी पनि आएको, कता कता पुगेछन् थाहा छैन। अब यसरी ठाउँ लिन पर्नेछ। रातो फुलको, पहेँलो फुलको, पार्स कलरको फुलको अनि मिक्स पहेँलोको यो सबै गलैँचा जस्तै छ। ल हेर्नुहोस्। अनि त्यसपछि सबै यस्तो छ। मेरो छोरीको राम्रो आउँछ नि मेरो भिडियोहरू, एकदम राम्रो आउँछ भिडियोहरू। अनि मेरो फेरि अब यसलाई ब्याक गर्न नि मिल्छ कि। अघि हरिमेडमको खोजेको मैले पाइनँ होइन, अप्सन क्या, ब्याक अप्सन छ क्या। अनि यसैलाई अब आयो अनि त्यसपछि दाइभाइहरूको यसो निकालिदिनु गयो हो र। मैले देखिनँ कि त्यहाँ अप्सन। हामी चाहिँ आज हल्यान्डको किचनहोफ गार्डनमा घुमेर फर्किँदैछौँ। मौसम एकदमै राम्रो छ। यो बसमा तल माथि गरेर बसेको छौँ हामीहरू। माथि पनि हुनुहुन्छ, तल पनि हुनुहुन्छ। हरिमेडम आज कस्तो भयो त नि यात्रा? रमाइलो भयो है। भाउजूलाई कस्तो लाग्यो है? पहिलोपटक होइन, त्यो पनि। सुमन, तिम्रो यहाँको यो गार्डन चाहिँ कति पटक हो? 3 पटक हो यो। रमेश दाईको 4 पटक। कृष्ण बाबुको दाई कतिचोटि आउनुभयो? तर हामी सायद गेनबाट बस ल्याएर आएको पहिलो पटक हो होइन, एकदम पहिलो पटक हो आज। हामी चाहिँ एकदम रमाइलो भयो। यो छुट्टै गाडी लिएर हिँडेपछि आफूलाई बढी टेन्सन हुन्थ्यो होइन, त्योभन्दा यो छुट्टै रमाइलो भएको छ। हामी चाहिँ पछाडि पनि दिदीहरू भाउजूहरू सबै हुनुहुन्छ। मुना ल रमाइलो भयो है। भाउजू कस्तो लाग्यो है? यस्तो रमाइलो छ होइन। हाम्रो पालो छ यतादेखि। कस्तो भयो तिमीलाई? यो जहिले पनि आए पनि रमाइलो ठाउँ मसल्लाको। मौसम पनि कति राम्रो सफा छ। यसरी खिच्दा कस्तो राम्रो क्या है। हेर्नु न आज हो नि अघिल्लो हप्ता मौसम ठिक थिएन होइन। एकदम सही हो। हामी इङ्ल्यान्डमा अक्सफोर्डमा गयो। त्यो स्टोन हालेमा केमा जाने भनेको त्यही अक्सफोर्डमा जानु पर्यो। अनि के भन्ने मैले ल भन्नुहोस् दुईवटा कुरा। अब कस्तो भयो आजको भ्रमण? सम्पन्न गर्नुभयो दाइलाई धन्यवाद। हो नि एकदमै रमाइलो भयो। हजुर अब के भन्ने यो हाम्रो चाहिँ गेनबाट बस ल्याएर आएको पहिलो मेमोरी हो होइन। बसेर आएको दोस्रो बसमा पुगेन पहिलो। योभन्दा अस्ति कृष्ण मन्दिर कार्यक्रम सफल फेरि मन्दिर गइन्छ।
यस्तै पहिला गरौँ। पहिला एकचोटि होए कि कता गएको दुर्बे भए है अनि अहिले बी रेडी फर द मन्दिर बी रेडी फर मन्दिर धेरै नाच्ने पाइयो Thank you for watching, guys, and don't forget to subscribe.